माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूको तर्फबाट सदनमा प्रस्तुत नेपाल विशेष सेवा ऐन 2083 माथिको सैद्धान्तिक छलफलमा विधेयकको रचनात्मक पक्षमा रहेर म आफ्ना दृष्टिकोणहरू राख्न चाहन्छु। सभामुख महोदय, 40 वर्ष अघिको राष्ट्रिय सुरक्षाको परिभाषा र 2083 सालको सुरक्षा आयाममा आकाश पातालको फरक छ। त्यसैले यो विधेयकलाई केवल एउटा प्रशासनिक वा कार्यविधिगत फेरबदलको रूपमा मात्र हेर्नु हुँदैन भन्ने मेरो मान्यता छ। यो राजनीतिक संकुचन भन्दा माथि उठेर राष्ट्रिय सुरक्षाको आधुनिक र बौद्धिक आवश्यकता हो भन्ने मेरो स्पष्ट मान्यता छ। सभामुख महोदय, आजका सुरक्षा थ्रेटहरू भौगोलिक सिमानाभित्र मात्र सीमित छैनन्। वित्तीय सबभर्सन, साइबर अपराध, क्रिप्टोकरेन्सी मार्फत हुने पुँजी पलायन र दुई छिमेकी मित्र राष्ट्र बीचको जटिल भूराजनीतिक सन्तुलन हाम्रा मुख्य चुनौती हुन्। यस्ता जटिल र वैश्विक चुनौतीलाई परम्परागत शान्ति सुरक्षाको चस्माबाट मात्र नियन्त्रण गर्न असम्भव छ। सभामुख महोदय, संवेदनशील र रणनीतिक सूचनाको विश्लेषण सिधै राज्यको कार्यकारी प्रमुख मातहत हुनु प्रशासनिक समन्वय र द्रुत निर्णय प्रक्रिया एफडीपी का दृष्टिले संसारभरिकै स्थापित मान्यता हो। सभामुख महोदय, राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्नु भनेको देशको सूचना संयन्त्रलाई संसद र जनताप्रति उत्तरदायी कार्यकारी प्रमुखलाई प्रत्यक्ष लोकतान्त्रिक जवाफदेहिताभित्र ल्याउनु पनि हो। सभामुखज्यू, विगतमा जारी भएको अध्यादेश निष्क्रिय भएपछि सिर्जना हुन सक्ने कानुनी शून्यता र जटिलतालाई अन्त्य गर्दै साबिकको कानुनी व्यवस्था स्वत बिउताउन यो विधेयक ल्याउनु एकदमै समय सापेक्ष र न्यायोचित कदम हो भन्ने विपक्षी मित्रहरूलाई पनि बोध भएकै छ। सरकारले विधिको शासनलाई सिरोपर गर्दै कार्यविभाजन नियमावली 2083 को भावना अनुरूप यो विधेयक सार्वभौम संसदमा प्रस्तुत गरेको छ, जसबाट राज्य कोषको कुनै पनि थप आर्थिक भार पर्ने छैन। त्यसैले राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयलाई कानुनी अस्पष्टतामा राख्न हुँदैन भन्ने मेरो मान्यतासँग पनि मेल खायो। सभामुख महोदय, प्रशासनिक अनुकूलता र मुलुकको बृहत्तर हितका लागि यो संक्षिप्त र प्राविधिक प्रकृतिको विधेयकलाई दलीय दुराग्रह आशंकाको नजरिया भन्दा माथि उठेर पास गरौं। धन्यवाद।